ल साथीभाइ हाम्रो जग्गामा चाहिँ यसरी पुरा पानी पराउन थाल्यो। अब खलङ पानीको दुःख चाहिँ एउटै हुँदैन जो भाइ, यसरी पुरा पानी पलाउँदैछ अहिले। यहाँ मात्रै होइन, पर पनि थियो होइन। यो कतिवटा हामीले कतिवटा खोल्चा क्रस गरेर जान्छ। अब हेर्नु अझै पनि उसो गर्दा पानीको हाहाकार छ। क्या पानी पाएको हुँदैन, हाम्रोमा चाहिँ पानी पानी छ। अस्तिको भन्दा नि त्यो भाइरल पोखरी थियो नि अस्तिको, हौ त्यो देखाउँदैछु ल। एकदम राम्रो थियो नि त्यो पोखरी कि, सफा पानी पौडी खेल्नु। तर मान्छेहरू रातभरि त्यहाँ बसेर हो रक्सी खाएर अनेक किसिम भयो। त्यसरी त्यसलाई भत्काउनु कर लाग्यो। यसपालि चाहिँ अब बनाउनु हुँदैन होला। हामी त राम्रोको लागि बनाउँछ नि त। त मान्छेहरूले चाहिँ त्यो उयो गड्डी जस्तै सम्झिँदो रहेछ। भाइ छिराउनु, यो चाहिँ त्यही हो। यहाँ पनि एउटा खोला छ, छुबा खोला। सिस्नु भन्नु नि साँच्चै सिस्नुको टुप्पो थियो। सिस्नु टिपेको छैन, टिप्नुहोस् न। ए अस्ति टिपेछ नि त पुरै। अस्ति आउँ भन्दा अलिअलि त रहेछ हौ यहाँ टुप्पो साँच्चै। यो छ एक छाक त हुनेछ, आउनुपर्छ अब भोलि। उयोमा थियो नि भत्कायो नि। हेर्न यो चाहिँ छुबा खोला। यो चाहिँ दिस इज द प्लेस। यस ऊ माथि छैन नि पानी, सानो पाउँदैछ फेरि। यो चाहिँ यत्रो हुन्छ पानी है, छुबा खोला। यो चाहिँ यहाँदेखि यता चाहिँ छुबा यता। अनि यो खोला चाहिँ छुबा चाहिँ यता चाहिँ रादङ। आइम इन द मिडल अफ द ब्रिज। अनि यो साइड छुबा हो भने यो साइड चाहिँ रादङ हो। वी आर जस्ट एन्टरिङ इन्टु द छुबा ब्लक। यस्तो छ।